शहर तोड़ा। हल्क गुस्सा नहीं, हल्क इमोशनल है। अब ये कार भी गया। ये ले, तेरे लिए मैं फूल लाया रे। सो अहिले तपाईँले देख्नुभएको जस्तै एआई जेनेरेटेड भिडियो चाहिँ नेपालमा कुनै पनि पेड एप युज नगरिकन कसरी बनाउने र भिडियो बनाउनको लागि चाहिने स्क्रिप्ट र क्यारेक्टर्सहरू पनि हामी एउटै एआईबाट कसरी बनाउने हो त्यो कुरा चाहिँ आजको यस भिडियोमा सिक्न गइरहेको छौँ। यो एआईबाट चाहिँ हामीले आज स्क्रिप्ट मात्र नभएर र क्यारेक्टर मात्र नभएर यही एआईबाट हामीले भिडियो पनि जेनेरेट गरेर देखाउनेछौँ। सो द नेम अफ द एआई इज ग्रक। ओके, लेट्स बिगिन द भिडियो। हामी सुरुमा ग्रकमा गएर आफ्नो अकाउन्ट बनाउँछौँ गुगलको युज गरेर। कन्टिन्यू विथ गुगलमा क्लिक गरेर तपाईँहरूले आफ्नो जिमेल आइडीलाई क्लिक गरेर चाहिँ आफ्नो ग्रकको फ्री एकाउन्ट बनाउन सक्नुहुनेछ। यहाँनिर साइन इन गरिसकेको छु। सो फर्स्ट इन्टरफेस सुपर ग्रक ट्राई फ्री फर 7 डेज, यसलाई चाहिँ स्किप गरिदिउँ। इनेबल नोटिफिकेसन्स गर्दा नि हुन्छ, स्किप गर्दा नि हुन्छ। ओके, सो हामी यो ट्याबमा नभएर सुरुमा हामी इमेजिन भन्ने ट्याबमा जानेछौँ। एन्ड यहाँनिर तल क्लिक गरेर हामी टाइप टु इमेजिन इमेज, सुरुमा हामीले क्यारेक्टर डेभलप गर्नुपर्ने हुन्छ। सो लेट्स डेभलप द क्यारेक्टर अफ आवर हल्क। हामीले हाम्रो फर्स्ट क्यारेक्टर बनाउनको लागि चाहिँ यो प्रम्प्ट दिएका छौँ। ओके, लेट्स क्लिक अन सेन्ड। सो द ग्रक एआई इज इमेजिनिङ आवर क्यारेक्टर। यहाँबाट हामीलाई मन परेको कुनै पनि एउटा क्यारेक्टरलाई चाहिँ हामीले डाउनलोड गर्नेछौँ। ओके, लेट्स डाउनलोड दिस। यो चाहिँ डाउनलोड गरिसकेको छु। सो लेट मी गो ब्याक टु इमेजिन अनि एनिमेट फोटोजमा गएर अहिले भर्खर डाउनलोड गरेको यो हल्कको फोटोलाई चाहिँ मैले डन गर्नेछु। यहाँनिर चाहिँ उसले आफै आफ्नो भिडियो बनाउन थालिसकेको छ। ओके, सो हामीले चाहिँ यहाँनिर प्रम्प्ट दिएर आफू यो भिडियोलाई कस्टमाइज गर्न सक्छौँ। हामीलाई हाम्रो ग्रकले जेनेरेट गरेको Okay, this is the prompt we are giving it to make another video. Okay, so हामीलाई यहाँ भिडियो बनाउनुभन्दा अगाडि चाहिँ आफ्नो एज सेलेक्ट गर्नु भनेको छ। यहाँनिर हामीले जुन पनि सेलेक्ट गर्दा हुन्छ, मैले 2002 सेलेक्ट गरेँ। ओके, सो इट इज मेकिङ द भिडियो। सो यो प्रोम्प्टहरू चाहिँ सबै तपाईँहरूले कमेन्टमा देख्न सक्नुहुन्छ। हल्क गुस्सा नहीं, हल्क इमोशनल है। अब ये कार भी गया। अपनी बंदी के लिए पूरा शहर तोड़ा। हल्क गुस्सा नहीं, हल्क इमोशनल है। अब ये कार भी गया। अपनी बंदी के लिए पूरा शहर। यहाँनिर एउटा ध्यान दिनुपर्ने कुरा चाहिँ हामीले यहाँबाट भिडियो बनाउँदाखेरि चाहिँ 6 सेकेन्डको भिडियो मात्रै बनिन्छ। सो यसलाई यो भिडियोलाई कन्टिन्यू गर्नको लागि चाहिँ हामीले यो भिडियोलाई सेभ गर्छौँ एन्ड विल कम ब्याक टु द होम स्क्रिन। अब चाहिँ हामीलाई एउटा कुनै पनि भिडियो एडिटर चाहिन्छ। आई एम चुजिङ युकट टु एडिट दिस भिडियो बिकज युकटमा चाहिँ क्यापकटमा जस्तो लिमिटेसन्सहरू छैन। अहिले चाहिँ क्यापकटमा एकदमै धेरै लिमिटेसन्सहरू आएको कारणले गर्दाखेरि चाहिँ मैले युकट चुज गरेको छु। यो युकट युज गर्नुभन्दा अगाडि चाहिँ म आफ्नो नेट अफ गरेर युकटभित्र जान्छु बिकज युकटमा चाहिँ एकदमै धेरै एडहरू आउँछ। सो विल गो टु युकट। युकटमा गएर हाम्रो न्यू प्रोजेक्टमा छौँ र हामीले अहिले भर्खर बनाएको भिडियोलाई अपनी बंदी के लिए पूरा शहर तोड़ा। हल्क गुस्सा नहीं, हल्क इमोशनल है। अब ये कार भी गया। लेट्स स्क्रिनशट दिस लास्ट पार्ट। यहीँबाट हामीले अर्को भिडियो पनि कन्टिन्यू गर्नेछौँ। लेट्स गो टु ग्यालरी। हाम्रो अहिले भर्खरको स्क्रिनशट। क्रप गरेर हामीले एकदम इमेजिन गर्नको लागि रेडी बनाएका छौँ। ओके, नाउ लेट्स गो टु ग्रक
ग्रकमा हामी इमेजिनमा जान्छौँ र यहाँबाट यहाँनिर चाहिँ कुनै एउटा हामीले इमेजिन गरेर प्रम्प्ट दिनेछौँ। Okay, so I have given a random prompt for the video generation. यहाँनिर चाहिँ हाम्रो भिडियो बनाउनको लागि यहीले काम गर्दैछ। Okay, so ये ले तेरे लिए मैं फूल लाया रे। this is the video. ये ले तेरे लिए मैं फूल लाया रे। Now let's download it. Okay, now we'll go again to ucut. ucut मा गएर हामीले यो दुईटा भिडियोलाई चाहिँ स्टिच गर्नेछौँ। 6 सेकेन्डको दुईटा भिडियोजलाई। अपनी बंदी के लिए पूरा शहर तोड़ा। हल्क गुस्सा नहीं, हल्क इमोशनल है। अब ये काल भी गया। ये ले तेरे लिए मैं फूल लाया रे। Okay, so this is our video. यहाँनिर चाहिँ अब हामीले यसरी नै लास्ट पार्टलाई स्क्रिनसट गर्दै यस पछाडि के इमेजिन गर्न सकिन्छ त्यसकै प्रम्प्टहरू दिँदै दिँदै चाहिँ हामीले यसरी भिडियो बनाउन सक्छौँ।